हेलो गुड मर्निङ गाइस। म चाहिँ अब यसो पानी लिन आएको। अहिले बिहान चाहिँ तपाईँको -10 डिग्री देखाइरहेको छ होइन। यहाँ पानी लिन आएको। अहिले चाहिँ बिहानको तपाईँको 7 बज्न आँटिसक्यो। टाइम चाहिँ 7 बज्न आँटिसक्यो। ल रहेछ हजुर, यहीँबाट पानी भर्छु मैले होइन। यहाँ पानी अलिअलि चाहिँ मिसिएको छ अनि यहाँ छेउछाउमा हेर्न सक्नुहुन्छ पानीहरू। यहाँ यो चाहिँ तपाईँको चाहिँ चस्माको पानी हो होइन। अनि बाहिर हेर्नु चाहिँ अब भर्खरै धुप निस्किरहेको छ र मैले पानी भरेर पनि यहाँ वाइनमा हालिसकेँ होइन। वाइनभित्र राख्ने मैले अब चाहिँ म हिँड्नको लागि रेडी भइसकेँ। हेलो साथीहरू, म चाहिँ अब होटलमा आइसकेँ। यहाँ केटाले चाहिँ अब आलु काट्दैछ। जाडो धेरै छ। टोपी पनि 2 लाएर बसिरहेको छ जे होस् केटाले होइन। हेर्न सक्नु चाहिँ आलु छिल्दैछ र अब किचनमा अहिले चाहिँ राजमा पाक्दैछ होइन। राजमाको दाल रेडी हुँदैछ हाम्रो। दाल पात बनाइसक्यो। अब तपाईँको चाहिँ अब र म तपाईँहरूलाई आफ्नो होटलको डाइनिङ रुम पनि देखाउन गइरहेको छु। यहाँबाट चाहिँ भित्र जाने होइन, सारा जाने भित्र। र यो भित्र चाहिँ हाम्रो रहेको छ डाइनिङ हल। यतापट्टि भित्र डाइनिङ हल रहेको छ, सानोतिनो रहेको छ, छोटो र सानो रहेको छ होइन। र यहाँ बसेर मजाले खान सकिन्छ। र यता मेरो छोरा पढिरहेको छ होइन, होमवर्क गरिरहेको छ अहिले। बिहानको टाइम 8 बजिसकेको छ अहिलेको चाहिँ। र यो चाहिँ हाम्रो काउन्टर सानो रहेको छ र सेकेन्ड डाइनिङ रुम बाहिरको रहेको छ यो होइन। यो सरबाट हेर्न सक्नुहुन्छ तपाईँहरू। र भिजिट गर्न चाहनुहुन्छ भने मेन पेट्रोल पम्पमा रहेको छ हाम्रो होटल चाहिँ। लेह लद्दाख मेन पेट्रोल पम्पमा रहेको छ। साङ्गे रेस्टुरेन्ट नाम रहेको छ होइन। र म तपाईँहरूलाई के भन्छ बाहिरको पनि टेम्परेचर देखाउँछु, किनभने आज चाहिँ -11 सम्म गइरहेको छ बिहान। अहिले तपाईँको बाहिर चाहिँ हल्का धुप लागिसकेको छ होइन। अहिले सर्र हेरेपछि बाहिर यसो चिसो तर माथि अलिअलि धुप लागिसकेको छ होइन। अलिअलि घाम लागिसकेको छ। त्यही भएर यही हो। र तपाईँहरूलाई पनि सम्पूर्णलाई गुड मर्निङ भन्न चाहन्छु। धन्यवाद, थ्याङ्क यू।